मर्निङ साथीहरु नमस्ते। म अञ्जना फेरि आइपुगे नयाँ ब्लग लिएर र सबैजना सन्चै होला भन्ने आशा गर्दैछु। हामी पनि सबै सन्चै छ र सबैलाई धन्यवाद भन्न चाहन्छु उहाँले एकदम साथ दिनु भएकोमा र फेरि एकचोटी भन्न चाहन्छु कि जसले पनि मेरो च्यानल सब्स्क्राइब र लाइक बटन दबाएको छैन प्लिज मेरो च्यानल सब्स्क्राइब र लाइक गरिदिनु। आज चाहिँ तीजको दर खाने दिन हो र हामी चाहिँ घरमै बसेर चाहिँ अब मोस्टली त अब मासु हो सबैको फेभरेट चाहिँ, अनि त्यही भएर मासु नै पकाउँदैछ आज चाहिँ। र हेर्दै गर्नु होला मेरो ब्लग चाहिँ के गर्ने आजको कार्यक्रमहरू। र यहाँ चाहिँ मासु लगाइसकेको छ। यो चाहिँ चिकन हो, चिकनको रोस्ट पकाउने हो। यो चाहिँ यहाँ चाहिँ यो ग्रेभी पकाउनलाई। अब यो चाहिँ मटन हो, यो चाहिँ मटन पकाउने हो। यो चाहिँ आइसमा राखेर के यस्तो भइसकेको छ मटन पनि। यो मटन को ग्रेभी पकाउने रोस्ट को लागि र मासुको लागि लसुन अदुवा मैले छिलिसकेको छु। अब चाहिँ यसलाई चाहिँ मैले पिस्दै छु। अब चाहिँ बनाउन जाँदैछु रोस्ट। सबैभन्दा पहिला चाहिँ मैले मासुलाई धोइधार राखिसकेको छु, अनि लसुन अदुवाको पेस्ट पनि बनाइसक्यो र जिरा धनियालाई पनि भुटेर अनि पेस्ट बनाइसकेको छु। अब चाहिँ म यसलाई म्यारिनेट गर्न जान्दैछु। हेर्नु होला कस्तो म्यारिनेट गर्छु मैले। आज चाहिँ मेरो नयाँ तरिकाको म्यारिनेट हो। मैले चाहिँ सधैँ अब जिरा धनिया यसो राख्दिनँ, आज चाहिँ भुटेर राखेको छु। यसको जो स्मेल आउँछ एकदम मिठो हुन्छ भनेर त्यो राख्न लागेको। यसलाई हेर्दै गर्नु होला है। मासु लिइसकेको छु। अब चाहिँ सबैभन्दा पहिला यहाँ लसुन अदुवाको पेस्ट राख्छु। लसुन भयो, यो चाहिँ अदुवा चाहिँ यहाँ जिरा र धनियाको पेस्ट राख्दैछु। त्यसपछि यहाँ बेसा राख्दैछु थोरै, धुलो खुर्सानी, नुन, सोया सस, अन्डा, अजिनोमोटो, कर्नफ्लोर। अब यसलाई चाहिँ मजाले म्यारिनेट गर्छु। अब चाहिँ यो म्यारिनेट भइसक्यो। यसलाई चाहिँ म 2 घण्टाको लागि छोड्दैछु। यहाँ चाहिँ मैले आलु बोइल गरिसकेको छु। अब यहाँ चाहिँ म कुखुराको मासु बनाउँदैछु, हल्का ग्रेभीवाला कुखुराको मासु बनाउँदैछु। यो चाहिँ कालो रङको कराई, केकको कराईमा पकाउँदैछु मैले चाहिँ। हाम्रो बनिसकेको छ चिकन ग्रेभी। यो चाहिँ हाम्रो खसीको झोल पनि पाक्यो। त्यसो पनि धनिया हालिसकेको छु मैले चाहिँ, मजाले पाकेको छ। यो चाहिँ स्पाइसी चिकन हो।